युएसए कि अस्ट्रेलिया? यदि तपाईँहरू पनि बाहिर पढ्न जान सोच्दै हुनुहुन्छ भने म जस्तै तपाईँ पनि कन्फ्युजनमा हुनुहुन्छ होला, युएसए चुज गर्ने कि अस्ट्रेलिया चुज गर्ने। म आजको भिडियोमा तपाईँहरूलाई एक्चुअल फ्याक्ट, एक्चुअल एक्सपिरियन्स अनुसार, किनभने म दुवै ठाउँमा बसेको छु, अस्ट्रेलियामा नि बसेको छु, युएसमा नि बसेको छु। तपाईँहरू धेरैजनाले थाहा होला जसले मेरो भिडियो पहिल्यैदेखि फलो गरेर आउँदै हुनुहुन्छ। अनि आजको भिडियोमा तपाईँहरूलाई म रियल कम्पेरिजन गरेर देखाउँछु एक्चुअल कस्ट अफ लिभिङ, पिआर, कहाँ कति खर्च लाग्छ जानमा, डकुमेन्ट्सहरू के चाहिन्छ र कुन कन्ट्री तपाईँहरूको लागि इजी हुन्छ, सजिलो हुन्छ र भिसा पाउन सक्नुहुन्छ। तपाईँहरूको लागि आज मात्र होइन कि फ्युचरमा पनि राम्रो हुने गर्छन् भन्ने खालको भिडियोमा, आजको यो भिडियोमा तपाईँहरूलाई म क्लियरली एक्सप्लेन गर्ने वाला छु। र त्यो गर्नुभन्दा पहिला म जहिले नै कन्फ्युजमा हुन्छु, म भिडियो हिन्दीमा बनाउनु कि नेपालीमा बनाउनु। सो गाइज, आज म जाँदैछु, आज जुन मेरो सर्टिफिकेट हो, यो आइडेन्टिटी देख्छ, सर्टिफिकेट आज मलाई पठाउनु छ एउटा क्रेडेन्सियल इभ्यालुएसन कम्पनीलाई, जसले मेरो उताको जुन मेरो 12सम्मको जुन सर्टिफिकेटहरू छ त्यो यतातिरको इभ्यालुएट गरेर मेरो कलेजलाई पठाइदिन्छ। ट्रान्सक्रिप्ट इभ्यालुएसन गर्छ इभेन्चुअली। अहिलेसम्म म गराएको थिएन। एन्ड यहाँ एउटा फाप्सा भन्ने फर्म हुन्छ, स्कलरसिप हुन्छ, त्यसको लागि चाहिँ चाहिन्छ। अहिलेसम्म म गराएको थिएन। प्रिभियस इयर नै मैले पैसाहरू सबै पे गरिदिइसकेको थिएँ, तर कसरी गर्छ भनेर थाहा छैन। तर उसलाई कन्ट्याक्ट गरेर अनि त्यसपछि तिनीहरूले भन्यो कि तैँले आफ्नो ओरिजिनल डकुमेन्ट यहाँ पठाउनु पर्ने हुन्छ, अनि हामीले गरिदिन्छौँ। र युएसपिएस यहीँ साइडमा छ तल, त्यहाँ गएर यो जुन पेपरहरू छ त्यो पेपरहरू पहिला पठाउँछौँ। यो म युएसपिएस आइसकेँ। आई थिङ्क भित्र भिडियो रेकर्ड गर्न दिँदैन होला, पहिला पठाऊँ अनि त्यहाँदेखि तपाईँहरूसँग कुरा गरौँ। साँचो कुरा गर्ने हो भने अस्ट्रेलिया र युएसए दुवै राम्रो छ एकअर्कामा। इट डिपेन्ड्स अपन योर गोल। तपाईँको गोलमा भर पर्छ, तपाईँको गोल र सोच के को आधारमा छ। कसैको लागि युएसए एकदमै राम्रो हुनसक्छ, कसैको लागि अस्ट्रेलिया असाध्यै राम्रो हुनसक्छ। सो यो भिडियोमा म केही बुँदाहरू भन्छु, अनि त्यसपछि आई विल लेट यु नो गाइज टु डिसाइड विच कन्ट्री इज बेस्ट फर यु। सो गाइज, यो अलि इम्पोर्टेन्ट टपिक थियो, त्यही भएर म घरमै आइसकेँ। र सबभन्दा पहिला कुरा गरौँ कस्ट, कुन कन्ट्रीमा जानलाई कति कस्ट पर्छ। सो लेट्स स्टार्ट विथ द अस्ट्रेलिया। अस्ट्रेलियामा के हुन्थ्यो, पहिला चाहिँ नेपालबाट धेरै स्टुडेन्टहरूले कलेजमा जान्थ्यो, जसको कारणले मेरै कुरा गर्ने भने म कलेजमा गएको थिएँ र मेरो कलेजको एक सालको फिस छ 15,000। तर अहिले चाहिँ कलेजको भिसा लाग्दैन र कलेजको भिसा एक्सेप्ट गर्दैन। युनिभर्सिटीहरूमा जानुपर्ने हुन्छ र युनिभर्सिटीको फिस अहिले 30,000देखि लिएर एभरेजमा 30,000 to 40,000को बिचमा हुन्छ। सो 30 लाख पर इयर हुन्छ। मैले कतिपय युनिभर्सिटीलाई यो पनि हेरेको छु, 10,000 प्री डिपोजिट गराउँछ ब्याचलरको लागि, यदि डिप्लोमा लिडिङ टु ब्याचलरमा गइरहेछ भने। यदि तपाईँहरू पनि त्यो कोर्स चुज गर्नु भइरहेछ, प्लिज डोन्ट डु द्याट। त्यहाँ गएर तपाईँले धेरै नै भोग्नुहुन्छ। म अहिलेसम्म मलाई थाहा छ एउटा स्टुडेन्टले त्यस्तै गरेर गएको थियो, अहिलेसम्म रिग्रेट गर्छ। सो यदि तपाईँहरू पनि त्यस्तो गर्नु भइरहेछ भने प्लिज बी अवेर। त्यस्ता कन्सल्टेन्सीहरूसँग पनि तपाईँहरू अवेर भएर बस्नु होला। सो अस्ट्रेलियाको कस्ट कति पऱ्यो भन्दाखेरि 30 देखि 40 लाख। अहिले डलरको रेट पनि अस्ट्रेलियन डलरको रेट $1 आजको रेटमा $1 इक्वल टु $108 भइरहेछ। सो एभरेजमा पनि गर्ने भने 30-35 लाख पर्छ एक सालको। सो तपाईँको 30 लाख जति पर्छ अस्ट्रेलिया जानलाई। अहिले कुरा गरौँ अब युएसएको बारेमा। युएसए पनि एक्सपेन्सिभ युनिभर्सिटी हुन्छ र यहाँको एभरेजमा कुरा गर्ने भने 15,000देखि लिएर 20-25,000सम्म हुन्छ एभरेजमा, होइन, जो कि राउन्ड फिगर गरेर क्यालकुलेट गऱ्यो भने त्यही 15 देखि 20 लाख जतिसम्मको पर्न जान्छ। र एउटा कुरा, तपाईँले अस्ट्रेलियाको लागि एप्लाई गर्नुभयो भने सुरुमै सबै पैसा तिरेर सिओई मगाउनुपर्छ, एजुकेसन लोन एभ्रिथिङ गर्नुपर्छ सुरुमै। त्यहाँदेखि तपाईँले भिसा लज गर्नुपर्छ। र यदि भिसा रिजेक्ट भयो भने तपाईँले जति यदि लोन लिएर उठाउनु भएको छ भने त्यतिसम्मको पैसा जोड्नु, त्यतिसम्मको ब्याज जोड्नु, 3-4 महिनाको ब्याज जोड्नु, त्यो अनुसारले वाइल्डै घटा हुन्छ। तर युएसएको लागि एप्लाई गर्नुभयो भने तपाईँको पुरा टोटल प्रोसेस, सुरुमा युनिभर्सिटी फिस पनि तिर्नु पर्दैन। सुरुमा सबै प्रोसेस गरेर 1 लाख जतिको पर्छ सुरुमा तपाईँलाई। DS-160 फर्मदेखि लिएर सर्भिस फिजदेखि लिएर र इन्टरभ्यू एपोइन्टमेन्ट। कतिपय कन्सल्टेन्सीले चार्ज गर्छ जो कि 5-10,000 छ। एन्ड देन आई हेभ नो प्रब्लम विथ द्याट। कतिपय कन्सल्टेन्सीहरूले चार्ज गर्छ, राम्रो प्राइस छ भने द्याट्स फेयर इनफ, किनभने तिनीहरूले पनि आफ्नो बिजनेस चलाउनु पर्ने हुन्छ। धेरैपय स्टुडेन्टहरूले त आफैले पनि युएसएको लागि एप्लाई गरेर हुन्छ, तर कतिपय मान्छेलाई गाइडेन्स चाहिराखेको हुन्छ युनिभर्सिटी सिलेक्सनमा, धेरै कुराहरूमा।
त्यो पछि कुरा गरौँ न अर्को भिडियोमा कि युएसएको लागि युनिभर्सिटी कसरी सेलेक्ट गर्ने भनेर होइन। तर त्यही हो, तपाईँको 1 लाख पर्छ युएसएको लागि सुरुमा गर्ने भने, जसमा आउँछ तपाईँको कन्सल्टेन्सी फी त छोडिदिउँ, DS 160 सर्भिस फी र इन्टरभ्यू एपोइन्टमेन्टको लागि फ्लक्चुएट भएर हुन्छ। त्यसको 28-29,000 पर्छ र सर्भिस फीको डलर रेट अनुसार 48,000 लिएर 55,000सम्म पर्छ। अर्को DS 160 फर्मको चार्ज लाग्दैन, तर कन्सल्टेन्सीहरूले चार्ज लिन्छ। यदि तपाईँहरू पनि सोच्नु भइरहेको भने, तपाईँहरूसँग पनि चार्ज लिइरहेछ भने बी केयरफुल। DS 160 को चार्ज लाग्दैन, तपाईँहरूले आफैले पनि फिलअप गर्न सक्नुहुन्छ। र कन्सल्टेन्सीको चार्ज आई थिङ्क कति लिन्छ त्यो कन्सल्टेन्सीहरूमा भर पर्छ। त्यही भएर राम्रो कन्सल्टेन्सी चुज गर्नु। मैले के गरेको थिएँ, मैले कन्सल्टेन्सी त राम्रो चुज गरेको थिएँ, तर कन्सिलर मेरो झुलाइराखेको थियो कि 6-7 महिना झुलाइदियो कि। देन आई रिग्रेटेड। कन्सल्टेन्सी चाहिँ राम्रो चुज गर्नु होला। तर कुरा गर्ने भने ग्रोसरी अलि युएसएमा महँगो छ। आई डोन्ट नो ट्याक्सले गर्दा हो कि केले गर्दा हो, युएसएमा अलिकति महँगो हुन्छ। सो गाइज, म सान फ्रान्सिस्कोको वान अफ द बेस्ट कुरा बताउँछु। हुन त चारैतिर हो, यो अस्ट्रेलियामा पनि हुन्छ होइन, तर यहाँ चाहिँ म जुन एरियामा बसिरहेको हुन्छ नि ठ्याक्कै यस्तो हुन्छ यहाँ। अनि यहाँ स्क्यान गर्ने हुन्छ, यो स्क्यान गरेर पैसा तिर्नुपर्ने हुन्छ। म अर्को मोबाइलबाट स्क्यान गरेर कसरी स्क्यान गर्ने, पैसा कति लाग्छ तपाईँहरूलाई देखाएर यो राइड गरेर देखाउँछु है त, कति पर्दो रहेछ भनेर। सो गाइज, मलाई चिसो भइरहेको थियो, त्यही भएर म ज्याकेट लगाएर आइसकेँ। एन्ड यहाँ मोप्याड छ, यो मोप्याडलाई म ट्राई गर्न गइरहेको छु। एन्ड गाइज, म अहिले यसको चेक गरेँ एन्ड अनफोर्चुनेटली यसको ब्याट्री चार्ज रहेनछ। मैले म्यापमा चेक गरेँ, यहाँ यसको म्यापमा नियर बाई स्कुटर पनि चेक गर्न मिल्छ, जो कि अलिकति फार थियो। त्यही भएर यो भिडियोमा सरी फर द्याट। बट नेक्स्ट भिडियो जब आउँछ म तपाईँलाई देखाउँछु कसरी यसलाई राइड गर्छ भनेर। र अब नेक्स्ट भिडियोमा आउँछ हाम्रो जब अपर्च्युनिटी यहाँ कसरी हुन्छ भने, अस्ट्रेलियामा यसले पक्कै पनि विन गर्छ, बिकज अस्ट्रेलियामा तपाईँले जहाँसुकै पनि काम गर्न सक्नुहुन्छ। तर युएसएमा तपाईँले अन क्याम्पस मात्र काम गर्न सक्नुहुन्छ। अफ क्याम्पस पनि गर्न पाइन्छ, तर इट्स रियली कम्प्लिकेटेड, धेरै नै कम्प्लिकेटेड छ अफ क्याम्पस काम गर्न पाइन्छ, तर त्यसको लागि एप्रुभल यताउति धेरै कुरा चाहिन्छ, जो कि अलिकति इम्पोसिबल नै हुन्छ। तर अस्ट्रेलियामा तपाईँले 30 आवर पर विक काम गर्न सक्नुहुन्छ, तपाईँको कलेज छ भने, र कलेज छैन भने फुल टाइम काम गर्न सकिन्छ। त्यही भएर अस्ट्रेलिया यो विषयमा चाहिँ विन गर्छ, यो वान अफ द बेस्ट रोल प्ले गर्छ जब अपर्च्युनिटिजहरूको बारेमा। नाउ लेट्स टक अबाउट पिआर। युएसमा चाहिँ पिआर पाउन वान अफ द डिफिकल्ट प्रोसेस हुन्छ एभर, तर अस्ट्रेलियामा तपाईँको पिआर पाउने चान्सेस धेरै हाई हुन्छ। यहाँ तपाईँले आएर मान्छेहरू 18 वर्ष 19 वर्षमा मैले सुनेको छु ग्रिन कार्ड पाएको, इभन द दे आर इन द गुड कम्पनी, H1B भयो भने पनि होइन। तर युएसएमा स्लाइटली धेरै नै हायर चान्स हुन्छ पिआरको बारेमा। अनि पिआरको बारेमा चाहिँ अस्ट्रेलियाले चाहिँ विन गर्छ यो विषयमा। र म बाहिर अहिले भिडियो बनाउन आएको थिएँ, यति चिसो भइरहेको छ नि, इभन दो मैले आउटर लगाएको छु अहिले चिसो भइरहेको। अब यति कुरा भनिसकेपछि तपाईँहरू पनि दिमागमा क्वेसन चलिरहेको होला, यति कुरा त भनिदिएको, अब राम्रो चाहिँ के छ त्यो पनि भनिदियो भनेर लागिरहेको होला तपाईँलाई। यदि तपाईँहरूलाई बिगर कुरामा हात हाल्नु छ भने, लाइक ठुल्ठुला क्यारियरहरू ठुल्ठुला जबहरू गर्नु छ भने, अभियसली तपाईँको लागि युएसए एकदमै बेटर हुन्छ। बिकज यो यहाँ चाहिँ एकदमै ठुल्ठुला कम्पनीहरू हुन्छ, विश्वको जति पनि ठुल्ठुला कम्पनीहरू हेर्नुहुन्छ भने त्यसको हेडक्वार्टर यहाँ छ। र यहाँ वान अफ द बेस्ट अपर्च्युनिटी छ, ठुलो क्यारियर बनाउनु छ, ठुलो गोल छ भने, तर तपाईँहरूले इजी जब, इजी पैसा, इजी जब र जाने बित्तिकै जब ल्यान्ड गर्नु छ भने तपाईँको लागि अस्ट्रेलिया बेटर हुन्छ। तर जहिले नै ख्याल राख्नु, सर्ट टर्म गोल भन्दा लङ टर्म गोल जहिले नै राम्रो हुन्छ। त्यही भएर मैले युएसए चुज गरेँ। र कसरी आएँ म यहाँ के गर्छु त्यो सबैको बारेमा जानकारी म तपाईँलाई छिटै दिन्छु र चाँडै दिन्छु। त्यही भएर आजको ब्लगलाई यहीँ राख्छौँ, आज बेलुका पनि भइसक्यो र म आम ट्राइङ लाइक डेली ब्लगिङ गर्नलाई। अहिलेको ब्लगलाई यहीँ राख्छौँ, फेरि तपाईँहरूसँग म नेक्स्ट ब्लगमा मिलौँला। अहिलेको लागि टाटा एन्ड बाई बाई।